यहाँ चाहिँ हाम्रो अहिले मौरी काँडै चलिरहेको छ। तल लिइसक्नु भएको छ। यो चाहिँ रस्सी हो, गाउँतिर बनाएको रस्सी। यसमा अहिले भर्याङ हुन्छ काठको। एकछिनमा तल काठहरू हालेको पनि म देखाइदिन्छु है त। फाइनली हामी चाहिँ यति ठुलो माथि अग्लो डाँडामा आएको छौँ। मौरी भएको थियो यहाँ तल हो, तल हो, कता हो कता छ। अब जाँदै हो। मैले चाहिँ पानी बोक्ने काम पाएको छु, अनि त्यो झारिसकिएको छ। त्यसपछि तलतिर हेरौँ कस्तो छ, कस्तो हुन्छ आजको हन्टिङ है। अनि यहाँतिर झर्दै हो साथीहरू, अरू चाहिँ तल गइसकेको छ। बाटोहरू चाहिँ अप्ठ्यारो छ फेरि। म सिधै तल भेट्छु है। यहाँ बाटोमा फेरि भिडियो बनाउन अलि झन्झट हुने जस्तो भयो, गुफा जस्तो बाटो अप्ठ्यारो छ। यहाँदेखि जानुपर्छ। म पनि झर्छु अब। फाइनली हामी चाहिँ यहाँ आइपुगिएको छ ठाउँमा है। के गर्न आएको त दाइ? जाओस् न त। ल अहिले पछि चढ्छ नि पिन खेल्न। हन्टिङ स्टार्ट हुँदैछ एकछिनमा। भन्न त भइसक्यो। सही हो। हामी चाहिँ यसलाई यसरी च्यात्दै ठ्याक्क मिलाउँदै हाल्दै गर्दै माथि नै धेरै माथिसम्म छ होइन। एकचोटि खोइ चेक गरिहालौँ त यहाँ उहाँहरूको दाजुभाइले। यस्तो गराएर यसरी गराउनु पर्छ। सजिलो हुन्छ कि यसो गरायो भने आनन्द आउँछ। सबै यसरी नै हुन्छ है। अहिले एकछिनमा म देखाउँछु कति धेरै हुन्छ भनेर। फेरि लामो हुन्छ धेरै बनाउने हो भने। ल ठिक छ। अलिक धेरै भर्यो भने म देखाउँछु तपाईँहरूलाई है। सही हो, यसरी हुन्छ च्यात्तसँग। हुँदैछ है। भर्याङ बन्दैछ भर्याङ। सही हो। अनि यसरी किलो थोक्नुपर्छ। किलो थोकेपछि यसलाई तल झार्ने। त्यही हो। अर्को पनि छैन कान्छा? खोइ खोइ देखाउ त अर्को। हो यो अलिक काट्नुपर्छ यो चाहिँ। सही हो। यसरी थोक्नुपर्छ अब होइन। भैँसी बान्ने किला ठगेको हो। यहाँ भैँसी ल्याएर बान्ने। अब चाहिँ हाम्रो सुरु भइसकेको छ। अब यो तल झार्नुपर्छ। अहिले म पारीबाट देखाउँछु कस्तो छ भने। चाहिँ धेरै लामो नै छ है। अडाउनु पर्ने। अनि यहाँ चाहिँ किला छ, यसरी बान्नुपर्छ। लगभग अब हामी अन्तिम आइपुग्यो। सकिसकेको छु उकालतिर। खालि यहाँसम्म मात्रै हो। त्यही हो। सही हो। यहाँतिर चाहिँ ठाउँ यस्तो छ। यहाँ तल चाहिँ खोला छ यहाँनिर। अनि
पारीबाट पनि देखाउँछु म सही हो म अब पारी जाँदैछु निरो चाहिँ पहिला कसकास हुन्छ यहाँ चाहिँ आउँछ नै आउन सक्छ नै उनीहरूले डेन्जर छ भने थाहा पाइहाल्यो थाहा पाइहाल्यो कि पछि योमा त होइन योमा चाहिँ छ तपाईँहरूलाई आगो पनि दिन्न के ढिलो गर्नु भएको जाउँ हामीले चाहिँ माथिको लागि आगो पनि बाल्दैछौँ बिस्तारै बल्दैछ यहाँ पनि साथीहरू चाहिँ पारी छ यहाँ चाहिँ यहाँ माथि हो एकछिनमा म देखाउँछु है तपाईँहरूलाई आगोले मजाले बल्यो भने बिस्तारै जाउँ है बिस्तारै लडी लगभग भइसक्नु लागेको छ है हजुर दिने पारी त्यो कराउने मान्छे हो मोतिएर उडिरहेको छ एकछिनमा देखाउँछु फेरि बाँकी सबै त देखाउन भ्याउँदिनँ म सबै देखाउनु त भ्याउँदिनँ हेर्नुहोस् त यसको चाका मह खस्यो तल रेडी भएर राखौँ त हेलो त्यो बाल्टिन ल्याएर आऊँ त माथि माथि ल्याएर आऊँ हस् आउँदैछ बिस्तारै आमे बिस्तारै ओहो अब त खतरा हुने भयो त यहाँ हेरौँ न माथि आमाम आगोको धुवा त यहाँ आउँदैछ बिस्तारै भन्नु अझै सुल्ती आम जाँदैछु म मह ल्याउनलाई म जाँदैछु ए अलि बिस्तारै अझै भयो वाउ सही हो हामी चाहिँ अब कसमा यसमा हैन यसमा हालौँ खै ओके यो हाल्छौँ है त पुग्छ कि है त अब चाहिँ यसरी लिँदैछन् साथीहरूले माथि त जान्छु म आगो चाहिँ अहिले बन्द भयो ठिक छ लु यहाँ पारिबाट चाहिँ सल्लाहकार हुनुहुन्छ कहाँ हो देखिनु भएन यहाँनिर सल्लाहकार बोलौँ त सल्लाहकारजी हेलो उता चुप्प रहे
यसरी निकाल्छन् है साथी हो। एकचोटिमा मिल्यो भने टाइम लेप्स राख्छ है त थोरै। आउँदैछ। हो आयो आयो पर हेरौँ है। एकदम दामी मजा यहाँ। अनि त्यो चाहिँ प्योर मजा त्यो हो। माथिबाट झारेको। ओके फाइनली अब के भन्छ यो मौरी महहरू निकालिसकिएको छ। धेरै त रहेनछ, यति रहेछ। यो उसको छोराहरू रहेछ। अब